मेरो भ्लग हेरेर बसिरहनु हुने सबैलाई नमस्ते। आज चाहिँ म हजुरहरूलाई दुबईको मन्दिर देखाउने छु। आज आइतबार हो, यहाँको सन्डे। यहाँ चाहिँ अहिले ठ्याक्क अलिकति अगाडि चाहिँ पहिला गुरुद्वारा छ, मन्दिर छ, चर्च छ, मस्जिद छ, एकै ठाउँमा छ। चारवटै कुराहरू। अनि हेर्नुहोस्, यो चाहिँ सबैजना आज सन्डे छुट्टी हुन्छ अनि यहाँ गुरुद्वारामा माथा टेक्न, मन्दिरमा पूजा गर्न आउँछन्। टाढादेखि नै आउँछन् यहाँ। अब यो चाहिँ अलि दुबईको कुनापट्टि जाबला अलिपट्टि छ। यो हिन्दू टेम्पल त्यहाँ देखिरहेछ, क्यामेरामा देखेछ कि देखेको छैन। यो सेतो चाहिँ हिन्दू टेम्पल हो, मन्दिर। यतापट्टिको चाहिँ यो चाहिँ गुरुद्वारा सिखहरूको। साथ चाहिँ यहाँ गर्मी पनि उस्तै गर्मी छ। गर्मी भए पनि आफ्नो आस्था चाहिँ सबैको कायमै छ। आस्था कायम पनि हुनुपर्छ। जब मान्छेमा आस्था हुँदैन, संस्कार हुँदैन, धर्म हुँदैन, फेरि राम्रो हुँदैन। छाडा लागेको राँगो जस्तो हुन्छ। फेरि जे पनि गर्ने, जसो पनि गर्ने, केहीको प्रभाव हुँदैन। यो चाहिँ गुरुद्वारा भयो। अनि यतापट्टिको यो चाहिँ चर्च हो। यहाँबाट चाहिँ दाहिनेपट्टिको पल्लो चाहिँ मन्दिर जाने बाटो। यो चाहिँ चर्च हो। चर्च पनि दुईवटा हुँदो रहेछ। कस्तो कस्तो खाले हो। 2, 3 चारवटा बिल्डिङ छ, सबै चर्च हो। यतापट्टि देब्रे साइडमा चाहिँ भिल्ला छन्। भिल्लाहरू ठुलै एरिया छ। यो भिल्लाहरू पनि शान्त छ। फेरि यो एरिया चाहिँ शान्त छ। आज सन्डे, स्याटरडे यस्तो चाडपर्वमा मात्रै हो यहाँ भिडभाड हुने, नत्र यो एरिया एकदम शान्त छ, बस्नलाई लायक छ। यसै सबै मन्दिर जाने होलान्, कोही चर्च जाने होलान्, कोही गुरुद्वारा जाने होलान्, कहाँदेखिको आएको होलान्। यो ठाउँको नाम चाहिँ वासल हो, वासल गेट। हजुरहरूले गुगलमा हिन्दू मन्दिर इन दुबई भनेर हान्नुभयो भने यो जाबला अलिपट्टि देखाउँछ। ठ्याक्कै यहाँ म्यापले ल्याउँछ। अब आज चाहिँ म ड्युटीमा छु। ड्युटीमा भएको बेला मन्दिरभित्र अब जान मिलेन। एउटा अर्डर लिएर हिँडिरहेको छु। एक्सपो सिटी जान लागेको छु आज। अस्ति नै चाहिँ म आएको हो यहाँ, कति 1 वर्ष अगाडि। यो ओपन भएको थियो, 15 तारिक ओपन भएको थियो। ओपन भएको त्यही दिन हो कि पछिल्लो दिन चाहिँ म आएको थिएँ। अब अहिले त गर्मी छ, अलि जाडो भएपछि साथीहरू मिलेर आउनु पर्ला। अनि अबुधाबीमा नि सबभन्दा अब ठुलो, सबैलाई थाहा छ, त्यो त ठुलो हिन्दू मन्दिर छ। त्यहाँ पनि दर्शन गर्न जानु पर्ला। आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? मन पर्यो भने लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।